नमस्ते हाम्रो नयाँ बेहुली हैन आज ल्याएर एकैचोटि छिराउँदैछ तपाईहरु पनि यसो भन्नुहुन्छ तिमी आएको छौ यसरी ल्याएर एकैचोटि छिराउँदैछ तपाईहरु पनि यसो भन्नुहुन्छ त्यत्रो गाडी कटाइराछ अब हेर तिमी ब्रेक हान्दा रोकिएनौ थाहा छ पैसा देखाऊ है यो बजेटले चाहिँ हामी के गर्छौं कुन जेट किन्छौं हामी एउटा सानो दुईटा सानो खाल थार बसिल्लो हामी एउटा सानो दुईटा सानो खाल थार बसिल्लो मुस्ताङ जानको लागि हामी थार किन्ने प्लानमा छौं हैन नसालु तिम्रो आँखैमा हराइसकेमा हेर न तिम्रो बोलीको भाकैमा Subscribe Abasaka Vlogs. फाइनली गाइस जस्ट आज हाम्रो साथीको बिहे हुँदैछ अनि यहाँ ड्राइभर नआएर चाहिँ तना भइरहेछ हल्का अब पहाड जाने गाडी हो हैन सो अलमोस्ट यहाँबाट चाहिँ 2 आवर्स लाग्ने रहेछ हामी जानको लागि तीनचोटी प्लानिङ हुँदैछ नि बेहुलाको सिस्टर आज हाम्रो हल्का र्याङ भइरहेछ हैन त हाम्रो नि पाला आउँछ यहाँभित्र के हुन्छ चिन्डो अरे चिन्डो के अरे चिन्डो छ अरे चिन्डो गाइस हामी आज जन्ती हिँडिरहेको छौँ हैन सो त्यो नि बाइकमा योभन्दा पहिला हामी गाडीहरूमा अरूमा चाहिँ गएको थियो सो यो टाइममा चाहिँ जानुपर्ने भयो बाइकमा हाम्रो जाने डेस्टिनेसन भनेको चाहिँ अलमोस्ट यहाँदेखि पनि 15 किलोमिटर होला तर सबै हाइटमा छ कि भनेको फुल्ली हिल्ली साइडमा छ अनि त्यो हिल्ली साइड चाहिँ हामीले क्रस गर्नेवाला छौँ आज सो यो साइड जान्छौँ अब हामी जन्ती अनि यो ठाउँलाई चाहिँ एउटा भ्याली जस्तै छ क्या यो चाहिँ लाइक मुर्गुची भ्याली भनेर भन्दा नि केही फरक पर्दैन हामीलाई चाहिँ अहिले यहाँ के भइरहेछ नि बाटो मिस भइरहेको रहेछ क्या उताबाट बाटो रहेछ जानुपर्ने चाहिँ यताबाट हो अनि उताबाट नि बाटो छ मेन बाटो चाहिँ उताबाट त्यो बाटो चाहिँ हामीले थाहा नपाएर के भयो भने बनाउँदै रहेछ बाटो थाहा नपाएको भन्दा नि त्यो बाटो चाहिँ बनाउँदै रहेछ फेरि हामी फर्किनु पर्ने भयो सो वी आर ग्यादरिङ हियर नाउ बाइक रिपेयरिङ हुँदैछ त्यो पनि आफैले क्या होइन दाइ जन्ती बिलाई के हेलो के अरे तपाईँको नाम प्रशान्त राई ग्रुपमा हुनुहुन्थ्यो होइन देखिरहेको थिएँ सन्तोष थापा हजुर सबै उतैबाट आएको छ 3टा छ त्यहाँ गाडी टिपर उता लानु लागेर चाहिँ अर्कोले ओभरटेक हानेको सकायो होला अन्त राम्रो ब्रेक हानेको हो होइन त्यो त साइड त्यो पछाडिको गाडीको गल्ती छ नि त्यो अगाडि गाडी बाटो काटिरहेको छ ओभरटेक हान्ने हो त
होइन यो काटेको गाडी यो गाडी चाहिँ अगाडि बढाउनु हुँदैन थियो नि होइन हेरी उहाँबाट यस्ताबाट कसरी छिर्छ हौ गाडी गाडी बन्द गर्नु सही गल्तीको कुरो हो भाइ यो टिपर तिमी सही हुँदैन हामी तिमी सही भन्थ्यौ बुझ्यौ नि यो टिपर गल्ती छ टिपर गल्ती हुन्थ्यो नि यसलाई गल्ती भन्थ्यौ तिमीलाई सही भन्थ्यौ तर तिमी आएको छौ यसरी अनि कसरी हुन्छ भन त होइन गाडी भाइ यत्रो ओह्रालो तिमी यस्तो स्पिड आउँछौ तिमी ब्रेक हान्दा रोकिएनौ थाहा छ अहिले छिरेको भए एउटा एमएको त आधी पाटो लिएर निस्किन्थ्यो छिरेको भएन यो गाडी नै पल्टाउँछ यहाँ चाहिँ आएर चेपियो छौ बाँकी छौ जग लागेको उयोले चेपियो चेपियो हो ओह्रालो छ टिपर यसरी यो यत्रो कटाइरहेछ गाडी एकैचोटि पछाडि ल्याएर हाल्छ ओभरटेक हाल्छ यत्रो क्रस गरिरहेछ गाडी अब यहाँबाट छिराउनु खोज्छ नि यत्रो घुमिसक्यो लत्ते ल्यायो त्यही पनि साइड लाइट पुरै यता दिइरहेछ यो पुलले पनि जोगायो नत्र यो गाडी सिधै पल्टाउँथ्यो अब पछाडिको सबै जाम यो नखोलिन्जेलसम्म यो गाडी अझै हल्का यता कटेको हुन्थ्यो भने अगाडि केही रहनुहुन्थ्यो यसले रोड काटिरहेछ उ ल्याएर एकैचोटि छिराउँदैछ तपाईँहरू पनि यसै भन्नुहुन्छ यो लापरवाही हो यहाँ चाहिँ हल्का एक्सिडेन्ट भइरहेछ धन्न यो भाग्यले जोगायो भनेर भनौँ न पुलले पनि हल्का लास्ट ठुलो सपोर्ट गरिरहेछ त्यो बाटो बन्द छ अहिले अनि सबै जति हो गाडी यहीँबाट मुडेर जान्छ क्या गाइस बाटो बिर्सेको अवस्था छ अहिले यहाँ तत्काल आएर हामी सोधी खोजी कार्यक्रम गरिरहेको अङ्कल यो ठाउँको नाम चाहिँ के सुकौरा भनेको यो हो यहाँबाट लगभग त्यहाँ पुग्न कति टाइम लाग्छ आधी घन्टा हजुर केमा ड्युटी गर्नुहुन्छ यहाँनिर अफिस छ के को अफिस उदयपुर सिमेन्ट कारखाना गैँडा अनि ए यहाँ पनि अफिस छ अहिले हामी जाने भनेको यतै हो यसलाई पनि हेरेर जाँदाखेरि कन्भेन्स यता पनि पुग्यो यो पनि पुग्यो दुइटै यताको पनि हेर्न पाइयो हेरेर जान्छु त्यसै जान्छु भन्दाखेरि कुन बाटो गयो भने चाहिँ यता हेर्न पाइन्छ यो बाटो गयो भने यता यो बाटो कुन बाटो अलिक सजिलो छिटो पुग्ने चाहिँ सजिलो त अब यो बाटो उस्तै यो पनि सजिलो छ होइन हजुर यो पनि अब ठिकै छ बाटो भनेपछि हामी जुन बाटो गए पनि हामीलाई त्यो गाह्रो हुन्न ए भनेपछि अलि यताबाट चाहिँ राम्रो भ्यू हेर्न पाइयो यो उदयपुर सिमेन्ट गएर खाएको खानेको खाना हेर्न पाइयो यो चाहिँ मेन अफिस यहाँको हजुर यहाँको फाइनली गाइस जस्ट अहिले हामी सुकौरा भन्ने ठाउँमा आइरहेको छु अनि बाटो चाहिँ डेन्जरै रहेछ अब फुस्रो कपडाहरू फुस्रो हुन थालिसक्यो होइन जस्ट लाइक हुन्छ नि सुकौरा नाम किन राखेको रहेछ भने पुरै सबै कुरै सुकिरहेछ कि के भन्दा थियो भने सानो गाडी लगौँ न होइन बेहुला त सानो गाडी ठिक हुन्छ भनेर भन्दै थिएँ अनि उसले चाहिँ के भन्थ्यो भने सानो गाडी यहाँ कहाँ हुन्छ पुलेरो लानुपर्छ भनेर भन्थ्यो पुलेरोमा हुँदैन भनेर मैले भनिरहेको थिएँ किन रहेछ भनेको त यो रहेछ नि त कारण बाटो त पुरै यस्तो ड्याङड्याङ र डुङ्नु यस्तो सब गान्द्राङ गुन्द्रुङ यस्तोमा कुदाउनु पर्दो रहेछ त्यसले गर्दाखेरि चाहिँ हल्का लास्टै गाह्रो के हल्का पनि होइन लास्टै गाह्रो फाइनली गाइस पहाडको भाइब्स बल्ल आयो है हल्का यो नदेखेको निकै भइरहेको थियो नि त सो गाउँमा चाहिँ घरहरू नजिक हुन्छ होइन अनि मनहरू पनि नजिक हुन्छ ए गाउँमा चाहिँ घरहरू टाढा हुन्छ मन नजिक हुन्छ बेहुला बिलाई 1 घन्टामा पुगिन्छ कहाँ हो त्यो घर हो 30 मिनट भन्दा पनि लाग्दैन होइन यहाँबाट आउनु 50 मिनट घर गाडीबाट आइपुग्छ
गुद्रुङ गान्द्रा गुन्द्रा हान्नु रहेछ। Just we park the bike here. यहाँबाट जान्छौँ। So जन्ती be like. कलिया नगई जानु मिल्दैन रे भन्ने नयाँ समाचार आयो। यहाँ चाहिँ अब कलियाले के रहेछ भने सिस्टम बल्ल बुझेँ नि त मैले। फर्स्टमा चाहिँ कलिया जानु पर्दो रहेछ अनि त्यसपछि मात्रै हामी जानु पाउने रहेछ। अब आफ्नो टाइममा चाहिँ बुझिराख्नु पर्ने हुन्छ नि त यो कुरा। त्यही भएर मैले यसो भिडियोमा पनि तपाईँहरूलाई पनि थाहा दिइरहेको छु। जस सानो भाइ बहिनीहरू होइन अनि जो जन्ती फर्स्ट टाइम जाँदैछ अथवा सेकेन्ड टाइम जाँदैछ थाहा छैन उनीहरूले चाहिँ थाहा पाइराख्नुपर्छ। तिमीहरू जन्ती जाँदाखेरि के गर्नुपर्छ भने फर्स्टमा गएर गाडीबाट झर्ने चुपचाप बस्ने त्यहाँनिर। लास्ट डेस्टिनेसन हो यो गाडीको लागि। यो गाडीको लागि लास्ट डेस्टिनेसन रहेछ होइन? भनेपछि हामी कति धेरै टाढा आएछौँ त होइन? डेस्टिनेसनै सक्यो, बाटो नै सक्यो। अनि बोर्डर रहेछ नि त यहाँ। कुन बोर्डर हो यो? बाटो टुङ्गायो क्या हो त नि। दुईटा गर्ल्स नेम छ त नि। एउटा यहाँ त बिन्दा छ, हाम्रो फेरि बिनिता छ। के हो यो पारा दुईटै? तपाईँले नाम चाहिँ तपाईँले चेन्ज गरिदिनु हो क्या लगेपछि? ए ल ठिक छ। यहाँ मुनि उता रोड होइन? रोड जस्तो नि देखिँदैन त। नयाँ वर्षदेखि यसको के गर्ने भने उद्घाटन गर्ने प्लान गरिरहेको छु। बेहुला अलि बिस्तारै खाऊ है। म त लास्टै स्लो खान्छु नि। मेरो त दाँतको समस्या त थाहा नि। पर्खिनुपर्छ त्यही भएर यहाँ बसेको। यहाँ मलाई हल्का तरकारी अचार हाल्नु। तपाईँहरू पनि थप्नुहुन्न? ल म नि स्टार्ट गर्नु पऱ्यो। आज खतरै नाच्नु भयो होइन? 3 घन्टा नन स्टप नाच्नु भयो। त्यहाँबाट के उपलब्धि हो? यहाँबाट उपलब्धि चाहिँ खासै केही छैन। यहाँ मध्ये होइन तपाईँ पनि नाच्नु भयो होइन? नाच्यो, धुम नाच्यो, रमाइलो मात्र घरमा बुढी मिसी बासा गुल्लु भोटे होइन इटासम्मको छ। तिम्रो अब भोटेको एकै बनाउन बाँकी छ होइन? मेरो चाहिँ भोटेको एका अलरेडी छ। दलले काम गर्छ कि अन्त एकचोटि हानी हेरेँ खासै पार लागेन है। सबै जमानै भोटेको एकाको छ। अब के भन्नु हो? मेरो चाहिँ पानाको दुक्कीबाट सुरु भएको। छक्कासम्म पुगेको थियो। अनि फेरि छक्कालाई चाहिँ भनौँ न ओभरट्याक गरेर म अगाडि बढिसकेको थिएँ। अनि उसमा चाहिँ भोटेको बासासम्म म पुगिरहेछु। टिक्का पुग्ने बेलामा चाहिँ अलिअलि लबडा होला जस्तो कि भयो कि भनेपछि हामी सबै सहमत। हामी खोटाङको बारेमा नराम्रो केही गर्न सक्दैन, भन्न नि सक्दैन होइन त। बाइचान्स तपाईँले खोटाङ छोड्नै पर्यो होइन? खोटाङ छोड्नै पर्यो भने सबभन्दा बढी खोटाङको के कुरा मिस गर्नुहुन्छ? खोटाङलाई त साह्रै मिस गर्छ। करोडको गफ खेर गयो? हाम्रो सुरेश प्रधान 7 करोड उहाँ चाहिँ पहिला हाम्रो सदस्य बलिराज मगर सदा गरेर हामीबाट हाम्रो सङ्गठनबाट बिदा हुनुभएको छ। उहाँलाई हामी उज्जवल भविष्यको कामना गर्दछौँ। साथै हाम्रो अहिबाई
सम्ममा पुनः हामी 5-10 जना मान्छे प्लस गरेर थपेर अगाडि यो अविवाहित सङ्घलाई चाहिँ एकदम ठुलो बनाएर चाहिँ हामी 40 वर्षसम्म कसैले पनि बिहे नगर्ने खालको वातावरण सिर्जना गर्छौँ। सदस्य हैन छिटपिट त तपाईँको पनि गल्तीहरू त दोहोरिएला हैन तर यो सङ्गठनबाट भलै छिटै बिदा हुने तपाईँको कस्तो छ सोचाइ? खासै यसमा मेरो तत्कालै बिदा भएर हजुर म विवाहित सङ्घमा जाने मेरो कुनै निर्णय छैन। राति सुत्दाखेरि चाहिँ उहाँ अब एउटै खाटमा सुते पनि नरहने लुसुक हिँड्ने भन्ने मैले राजमगरको दुखेछ छ। अब यो हुँदाहुँदै तपाईँलाई चाहिँ अब कसरी यो अविवाहित सङ्गठनको सक्रिय सदस्य भन्न हामी सक्छौँ होला त? यो अविवाहित सक्रिय सङ्गठनको नीति सक्रियतै हुनुभयो तपाईँ होइन? राति सुतेको ठाउँबाट पनि उठेर हिँड्नुभयो, सक्रिय नभएको भए हुँदैन थियो। त्यही त मेरो जिल्ला त सक्यो। फाइनली बिहे हाम्रो लगभग बेहुलीपट्टिको सकिएको घोषणा गर्दछु। बेहुलापट्टिको त स्टिल बाँकी नै छ अनि बेहुलापट्टिको अझै हिजोदेखि लागेको अब बेहुलापट्टिको लङ हुन्छ नि त। हेलो हेलो सोल्टिनीहरू हाम्रो इन माई ब्याक साइड गाइज। ल अब चाहिँ कपिराइट लाग्दैन है होइन? तर नि आज बेहुला जिस्काउनै पाइएन। सो यहाँ चाहिँ यो बेहुलाको ससुरालीको माछा फर्म रहेछ। सो हामीले जिस्काउनुपर्छ माछा लिएर आउनु भनेर टाइममा। सो यतापट्टि चाहिँ होइन सो आई वान्ट टु सो वान सरप्राइज लाइक हाम्रो भाउजूको नाम यहाँ चाहिँ बिन्दा रहेछ। हामीले उता आफ्नोपट्टि चाहिँ के राखेको छ थाहा छ? विनिता राखेको छ। मेरो रिसेन्टली बेहुलासँग भेट नभएको चाहिँ 3 घन्टा जति हुन लाग्यो। यता बल्ल भेटियो। अनि के कस्तो हो अनि यहाँको प्रोग्राम? नयाँ अनुभव अन्तर्जातीय बाँकी नै छ नि त भोलि। ओके ल नमस्ते। भर्खर म त हाम्रो नयाँ बेहुली होइन आएको थियो नि। ओके राम्ररी है। ओके ल है बिदा मागौँ है अब सबैले। रुन पाइँदैन है। खै बाटो अवस्था छ होइन? ओके बाई बाई। हामी रुँदैनौँ। वी हैव नो एनी रिग्रेट गाइज। यस थ्याङ्क यू मेरो भाइ। अब यता आएको सोल्टिनीहरू चाहिँ ब्याक हुन पाइँदैन है, सबै लिएर जाने। हेलो बेहुला रुनु मिल्दैन है। बेहुला रुँदैछ कि के हो? रुँदैछ कि बेहुला रुयो कि बेहुली चिरिरहेछ यहाँ? कुर्सी मजाले त्यहाँ मिलाउनु त दुईजनालाई। Happy birthday to you. मेरे मालिक जागीर है।
भइसक्यो सबै यहाँ सेटलमेन्ट भइसक्यो ल बाई बाई सबैजनाले हो हाम्रो डेस्टिनेसन अब स्टार्ट होइन अहिले तपाईँबाट तल बाइक जा भयो त्यहाँ गाडी रोक्छ तल होइन त्यहाँ तल मिल्छ कि अरू बाइक म तल गएर भेला हुने कि पैसा देखाउँ है भाउजू यता हेर्नु त राम्रो मान्छे यो बजेटले चाहिँ हामी के गर्छौँ कुन जेट किन्छौँ हामी एउटा सानो दुईटा सानो थार मुस्ताङ जानको लागि हामी थार किन्ने प्लानमा छौँ होइन लोकलको कुरा ल होइन हामी थार यो जुन आजको यो कलेक्सन भएको पैसाले हामी थार किन्नेवाला छौँ गाइज होइन त्यसपछि हामी मुस्ताङ जान्छौँ यो दैलो छेक्नुको अर्थ चाहिँ के हो होइन ए माग्ने हो देखाउन दाँत देखाउन दाँत कोसँग आएको अरे यहाँ कति बजी घडी हेर्नु आउँछ घडी त नि मिलेको रहन्छ नि मलाई भन्नुपर्छ नि म मिलाइदिन्छु घडी बनाए बापत एकचोटि गरेर मेरो नि तिम्रो जस्तो छ नि हेर त यो के गरेको खास गरी के गरेको यो मामाले रित गरेको क्या बेहुलाको आमाको बाउको बेहुलाको बेहुला बेहुलीले दिनुपर्छ बेहुला बेहुली दिनुपर्छ यो चाहिँ आफ्नो मान्छेहरू चिनेको क्या बेहुला बेहुलीले दिएको बेहुलाको मामली भयो मामली बेहुलाको चाहिँ मामली हैन खपाङ्गीहरू अनि बेहुलाको बाउले दिनुभएको खपाङ्गीहरू बेहुलाको बाउले दिनुभएको आलेहरू बेहुलाको बाउको माउली आलेहरू अनि फेरि अब आमाले पनि फेरि दिनु पर्यो आमाको यता लुङ्गेलीहरू मगर हो र लुङ्गेलीहरू यता उबाट आउनु भएको फिला पक्रिने हामीले तपाईँ त होइन